किसानहरू जसले अर्ग्यानिक फार्मिङ अर्थात् जैविक खेती गर्नुहुन्छ उहाँहरूको अगाडि आउने ठुलो चुनौती भनेको किराहरू हुन् र यसको रोकथाम कसरी गर्ने त? किनभने उहाँहरूले रासायनिक कीटनाशकको प्रयोग गर्नुहुन्न। त्यो अवस्थामा किराहरूको रोकथाम गर्न गाह्रो हुन्छ। त्यही कुरालाई ध्यान राखेर आज हामी तपाईहरुलाई एकदम महत्त्वपूर्ण जैविक कीटनाशकको बारेमा र त्यसको प्रयोग कसरी गर्ने त, साथै साथ यो जैविक कीटनाशकले कसरी काम गर्छ त भन्ने बारे पनि हामी यो भिडियो मार्फत हजुरहरूलाई जानकारी गराउँछौँ। जैविक कीटनाशक ब्युवेरिया बासियाना, यसलाई मार्केटमा कलस भनेर चिनिन्छ। यो स्वयं एक ढुसी हो। यो ढुसी किराहरूको श्वास प्रश्वास र शरीरको छालाबाट तिनीहरूको शरीरभित्र पुग्छ। त्यो ढुसी शरीरमा विकास हुन्छ। तिनीहरूले विषालु पदार्थ किराको शरीरमा छोड्छ। त्यसपछि किराले खाना खान छोड्छ र 2देखिबाट 7 दिनमा किराहरू मर्छन्। र यो ढुसीलाई कसरी प्रयोग गर्दा धेरै इफेक्टिभ हुन्छ भन्ने बारे हामी हजुरहरूलाई यो भिडियो मार्फत बुझाउँछौँ। सुरुमा हामीले 4 लिटर सफा पानी लियौँ। त्यसमा हामीले अलिकति सक्खर राख्छौँ र 1 मुठी जति बेसनको पिठो नभएमा हामीले चाहिँ मकैको पिठो राखेको थियौँ। अब अन्तिममा 8 देखि 10 ml जैविक कीटनाशक ब्युवेरिया बासियाना हालेर मजाले घुमाउँछौँ। यसरी तयार पारिएको जैविक कीटनाशक 7 दिनभित्रमा निष्क्रिय अवस्थाबाट सक्रिय अवस्थामा आउँछ भने यसको जनसङ्ख्या पनि वृद्धि हुन्छ। अब यसरी लगभग रेडी भएको कीटनाशकलाई घरमै भएको हावा जाने खालको सफा कपडाले बेरेर 7 दिनको लागि हामीले जीवाणु सम्वर्धन अर्थात् कल्चर गर्नको लागि राखिदिन्छौँ। यसरी तयार पारेको जैविक कीटनाशकले कुनै पनि प्रकारको किरा रोकथाम गर्न सक्छ, चाहे त्यो रस चुस्नेवाला होस् या चबाएर खानेवाला होस्। पात काटेर खाने हुन्छ नि झुसीलेहरू, यिनीहरू सबैलाई मार्ने काम गर्छ। यसको चाहिँ के हुन्छ नि 5-7 दिनपछि असर देखिन्छ। हालेको देख्दाखेरि चाहिँ कस्तो हुन्छ नि, तपाईँले पनि झुसीलेहरू चाहिँ जमिनमा सेतै ढुसी आएर परेको यताउति देख्नुभयो भने चाहिँ यसले काम गरेर यसले गर्दाखेरि मरेको रहेछ भनेर त्यहाँ थाहा पाइन्छ। यसलाई कति दिन राख्ने अब यसलाई अब 4-5-7 दिनसम्म राखिन्छ। 7 दिनसम्म राख्ने अनि छर्दिने अनि बिरुवामा बिरुवा छर्दाखेरि चाहिँ के गर्नु भने कि बिहान नै घाम नलागुन्जेलसम्म 2-3 घण्टा पछि घाम लाग्ने त्यस्तो अवस्था गर्नु पर्यो कि बेलुका गर्नु पर्यो, सकेसम्म चर्को घाम नभएको बेलामा।